अहिले एकदमै धेरै चर्चामा रहेको भनेको चितवनको क्षेत्र नम्बर 3 को चुनावी माहौलमा जहाँ चाहिँ रेणु दाहाल र सोभिता गौतमको भिडन्त हुँदैछ। सबैले भन्छ रेणुले धेरै राम्रो काम गरेथे, हो धेरै राम्रो काम गरेकै हो, नगरेको भन्न मिल्दैन, हामीले धेरै राम्रो गर्छ चितवनलाई। तर अब हामीले देश राख्नको लागि त एउटा पार्टीले बहुमत ल्याउनु पर्यो नि त, त्यो त रासपा मात्रै हो नि त, तीनटा दल त हेरिहाल्यौँ। अब रेणु दाहाल आउने दल पनि त्यही त हो नि, उहाँको बाले 100 वटा गठबन्धन गरेर राख्नुभएको दल त हो नि। अब रेणु दाहाल एक्लैले त देश बनाउन सक्दैन होला, अनि त्यही भएर त अब हामीले रासपालाई नै जिताउनु पर्ने होला। रेणु दाहालले आफ्नो ठाउँमा मेयर भएर गर्नुभएको धेरै राम्रो काम छ, तर अहिले उहाँ अब राजनीतिमा आउनु भनेको चाहिँ उहाँको लागि चाहिँ अहिले चाहिँ खराब नै जस्तो लाग्छ कि त उहाँ रासपाबाटै आउनु पर्यो। उहाँ आउन लाउनु भएको पार्टी चाहिँ माओवादी हटेर अहिले नयाँ पार्टी बने हो, जो पार्टी हटिसक्यो। अब उहाँले गर्यो भन्दै उहाँ एकजनाले जितेर देश त बन्दैन, 21 सिट त रासपाले नि लको हो नि त होइन र, देखिएन र हालत कस्तो भयो भन्ने कुरा त्यही हो। त्यही भएर अहिले जनताले केही नसोचिकन सोभितालाई नै भोट दिनुपर्ने हुन्छ। रेणु दाहालले गरेको राम्रो कामलाई सम्मान गर्दै अबको भोट भने रासपामा हाल्नको लागि सब चितवनवासी जनतालाई आग्रह गर्दैछु, किनकि म पनि चितवनको चेली हो। चितवनबाट अहिलेसम्म राम्रो छाप जनतामा गएको छ, अहिलेको चोटि पनि राम्रो छाप जनतामा जानुपर्छ। त्यही भएर यसपालि भने त्यसैभरिबाट घन्टी बजाउनु पर्ने भएको भएर चितवनको क्षेत्र नम्बर 3 बाट पनि सोभिताले नै जितेर जानुपर्छ र देशैभरिबाट घन्टी बजाउनै पर्छ।